होइन हो टुप्पी, पहिला पहिला दसैँ तिहार आउने बेला मालसिरीको धुन गुन्जिन्थ्यो, रोटे पिङ लिङ्गे पिङ हालिन्थ्यो, गाउँ बडा रमाइलो हुन्थ्यो। अब अहिले त खै चाडबाड आए जस्तो पनि छैन यार। छैन यस्तै छ। नमस्कार काकाहरू। नमस्कार। होइन तिमी त तानबिरेको छोरा होइन र? हो मेजर काका। कस्तो नचिन्ने भएको त? समुद्रको पानीले नुहाएको भएर हो कि के? साला नै फेरिएछ त। त्यस्तो होइन काका, विदेशको ठाम एसीको काम देख्न पाउने न घाम, न यता जाम न उता जाम, भित्रको भित्रै बस्नुपर्छ 24 घन्टा, त्यही भएर होला काका। लु मेजर काका विदेशी चक्लेट खाम। लु टुप्पी काका तपाईँ पनि खानु। जगल्टे तँ अझै गाउँमै छस्, ल चक्लेट खा। हेर नबोल है, म पनि भिजा गरेर बसिरहेको छु। तिमी त आएछौ बाबु, मेरो पनि छोरा साउदी गएको 4 साल भयो। यसपालि छुट्टी मिलेन भने भन्छ, परिवारसँगै बसेर दसैँ मनाउन नपाई मर्छु कि भन्ने पिर लाग्छ बाबु। परदेशीको पीडा यस्तै हो काका, भनेको बेलामा छुट्टी मिल्दैन। चिन्ता नलिनु न काका, म पनि हजुरको छोरा जस्तै हो काका। अनि मेजर काका खै त गाउँमा दसैँको चलपल त केही देख्दैन। गाउँका युवाहरू कोही सहर पसे, कोही विदेश पुगे बाबु। अब गाउँमा भएका बुढाखाडाहरू हामी नै हौँ। अब हामीलाई के को दसैँ के को तिहार। यस्तै ताल हो भने 2-4 सालपछि त गाउँ नै खाली हुन्छ। यस्तै हो काका, सबैको आफ्नो आफ्नो बाध्यता छन्। यसरी परिवारसँग टाढिएर बस्न कसलाई पो रहर लाग्छ र? लु काका म जान्छु, घरमा बाआमा कुरेर बसिरह होलान् छोरा आउँछ भनेर। ल ल बाबु ल। लाउरेको कोसेली खानु पर्यो नि। कति न लाउरे भइ खाएको। मान्छे मरेपछि स्वर्ग जाने कि नर्क जाने भन्ने 2वटा अप्सन हुँदो रहेछन् बाबु। राम्रो मन भएका धर्मात्मीहरू स्वर्ग जाँदो रहेछन्, नराम्रो मन भएका लोभी पापी चुइयाहरू चाहिँ नर्क जाँदो रहेछन् भनेर शास्त्रमै लेख्यो बाबु। अनि हजुर महाशय चाहिँ गई बक्सेको भए हुन्थ्यो होला नि, किन मलाई सुनाइ बक्सेको त? अब मभन्दा पहिला जाने तिमी हौ। अब आफ्नै बाउलाई जानी जानी नर्क पठाउने कुरा त भएन नि। बरु यसो गरौँ बाबु, यो दसैँमा मलाई एक जोर नयाँ लुगा र नयाँ जुत्ता किनिदिएर पुण्य कमाऊ। हजुर महाशयले कमाई राखी बक्सेको छ, अनि किन्नेउला नि। किन चाहियो नयाँ लुगा? घरमै थचारिने अनि टन्न हसुर्ने। मामा घर जानु छैन, ससुराली घर जानु छैन। 2 माना हसुरेर घरमै थचारिनेलाई किन चाहियो नयाँ लुगा? आफू त नयाँ दौरा सुरुवाल हाल्न पाएको छैन। जन्तर दाइ तपाईँको दौरा सुरुवाल ल्याउँछु। तपाईँले बर्बाद पारिहाल्नु भयो। झन् छोराले थाहा नपाओस् भनेको जेही बेला तपाईँले आउनुपर्ने। तपाईँ आउनु भएन, तपाईँ बिर्स्यो कि भने मैले पुरानो आएको। हे अवस्था मुनि बाउको कर्तव्य निभाउन नसक्नेले किन छोरो जन्माउनु? छोरालाई छल्ने ढाट्ने झुट बोल्ने आफै मात्रै लुगा सिलाउने भएकोले सिधै नर्क जाने देखियो। तपाईँले बर्बाद पारिहाल्नु भयो। झन् छोरोले थाहा नपाओस् भनेको। यति नै बाँकी थियो होइन? यति नै। ए छोरालाई लुगा नकिनिदिएर आफूले मात्रै लुगा लाउने छोरा। ए टिकाराम, त के पढिराख्या? त चाहिने भन्दा नचाहिने कुरो पढ्दा पढ्दैछस् है। छोरालाई लुगा नकिनिदिने आफूले मात्रै किनेर अझ बोल्छस्। चुप नपढ। छोरालाई लुगा नकिनिदिने आफूले मात्रै लुगा किनेर लाउन खोज्ने भएको कारणले सिधै नर्कमा जाने देखियो। एक्लो छोरो भएर पनि चौतेनी छोरो जस्तो व्यवहार गर्ने, जहाँ अब दसैँमा एक जोर लुगा पनि नहालिदिने कस्तो चुइया बाउ छन् भने। हे अवस्था पनि यस्ता हाम्रा चुइया बाउलाई सद्बुद्धि दिनु पर्यो। बाउको उद्धार गर्नु पर्यो। हाम्रा बाउको उद्धार गर्नु पर्यो। हे अवस्था पनि
त्यस पछाडि हाम्रो बाउको बुद्धि पलायो भने मलाई पनि लुगा किनिदिन्थे कि होइन एक कदा त साँच्चीकै के पढेको छ सो हेरौँ THEDRIA अङ्ग्रेजी पुस्तक पढेर त अघिदेखि चाहिने नचाहिने बरबरेर आछस् अङ्ग्रेजी पुस्तक शास्त्रको पुस्तक अङ्ग्रेजी शास्त्रको पुस्तक नेपालीमा उल्टा गरेर सुनाइरहेको तिमीलाई बुझ्नु छैन ल भयो भयो चुप लाग त्यहाँ पल्लो गाउँमा बोको भनेको थिएँ गएर बोको लिएर आउँछु अनि यसपालि दसैँमा बाउ छोरा मजाले बोकोको मासु खानुपर्छ ल बस्दै गर धन्न बाउ मांसाहारी छन् र बेला बेलामा मासु खान पाउँछु मैले होइन भने दसैँको बेलामा पनि आलु र काउलीमा टार्थे बुढाले अनि मामा यो दसैँमा मासु खान पाउने हो कि उही गुन्द्रो खाएर बाहिर पर्खालमा उभिएर खसीको मासु दाममा अट्यो भन्दै कोटाउनु पर्ने हो गर्ने नै त्यही हो नि अझ भगवान बुद्धको शास्त्र अनुसार त मासु नै नखाऊ राम्रो दसैँ जस्तो चाडमा मेरो तिब्लिङ भान्जालाई मासु खुवाउनु पर्छ भनेर हिजो दिनभरि खसी खोजेर हिँड्यो तर कतै पाएन भोलि पनि खोज्छु अझै टाइम छ तर पाएन भने चाहिँ फर्सी खाएरै दसैँ मनाउनु पर्छ भन्छ मामाले दिएन भन्नु पाइँदैन नि फेरि घरमा फर्सी खाए पनि बाहिर हिँड्दा कसैले सोध्यो भने खसी खाऊ भन्नु नबिर्सिनु ए फुर्तिमान अब मैले घरमै खसी ल्याएर काट्ने भएँ अनि मासु कति खाने हो आधा केजी राखिदिउँ कि एक पाउले पुग्छ सिँगै दसैँ त सिन्की र आलुमा टार्ने होइन होला भेट्नेको पनि तरिका हुन्छ नि आधी केजी खाने कि एक पाउ खाने रे यहाँ हाम्रो घरमा सिँगै खसी ढाल्ने कुरा भइसक्यो जब आधी केजी खान्छु एउटा भाले त बिहानै ढालेको खाजामै मासु चिउरा छ मखमली त्यो भालेको मासु र चिउरा ल्यायो कस्तो होला मजाले खानु पर्यो ल म लागेँ त्यसो भए जाऊ तिमी पनि खाऊ ए फुर्तिमान भाइ सुन न अब छिमेकमै तिमीले खसी ढाल्ने भइसकेपछि अब म केलाई खोज्दै जानु बरु 3 धार्नी जति मासु तिमीले नै मलाई देऊ ए मासु त भालेकै रहेछ नि मुलाको अचारलाई भालेको मासु भनेर ढाक दिन्छ साँच्चीकै भालेको मासु खायो भने के खायो भनेर ढाक दिने हो ढाक दिनु पनि सीमा हुन्छ नि ल यो रङ रोगन गर्ने भाइले सामानहरू यत्तिकै लथालिङ्गै छोडेर गएको छ यार कस्तो मान्छेहरू छ काम भनेको त पाको गर्नुपर्छ नि यार के भनिसक्नु छ र यार कसलाई ओहो मामा अनि घर त चिटिक्कै पार्नु भएछ त खोइ त मलाई त बोलाउनु भएन मलाई भन्नुभयो त म आएर सघाइदिइहाल्थेँ नि है भान्जालाई भनेर बेकारमा मुखलाई किन दुःख दिउँ भनेर नि दसैँको बेलामा कहिले भालेको मासु चबाउनु पर्ने हुन्छ कहिले खसीको मासु चबाउनु पर्ने हुन्छ अब मुखले अलिअलि दुःख त भइहाल्छ नि मामा जे गर्छ यही मुखले गर्छ मामा अब यही मुखले गर्दा बिहान बिहानै खुट्टालाई दुःख दिएर यहाँ मामालाई भेट्न आउनु पर्यो भङ्गो टिङ्गो कुरा म जान्दैन है भान्जा के कुरा भन्न आएको हो भन्दा हुन्छ यसपालि दसैँको मासुको पैसा आदि तिर्दिनु हुन्छ कि भनेर पो आएको मामा म त होइन हो भान्जा के को पैसाको कुरा गरेको भन्न खोजेको चाहिँ एउटा खसी खोजेर दसैँ मनाऊ कि भनेको फुपू हाम्रो परिवारलाई एउटा खसी अलिक बढी होला जस्तो भयो अब मामा फुपूहरूले आधी लिइदिनु भयो भने त आधीको पैसा तिर्नु पऱ्यो नि भान्जाले साँच्चीकै खसी नै ल्याउने हो भने यो कुरा मलाई अच्छा लाग्यो अब म बुढो मान्छे कता जानु कता मासु खोज्नु एक छाक खसीको मासु नखाइ त के दसैँ रहो भान्जा बरु अहिल्यै खसी खोज्न गइहाल सिँगै खसीलाई कति पर्छ म दिन्छु पैसा तिमी पनि मेरै भान्जा हौ यसपालिको दसैँ मेरो तर्फबाट
तर भान्जा खसी चाहिँ जसरी पनि आउनुपर्छ है। हुन्छ मामा, अलिक अप्ठ्यारो अप्ठ्यारो भयो। अब भान्जाले मामालाई दिनुपर्ने बेलामा मामासँग लिनु परेको छ। ठिकै छ, एउटा खसी त म चुड्केको भरमा खोजिहाल्छु नि मामा। हस् त। ल ए बुढा, हामी दसैँमा मासु मात्रै खाने? छोरा बुहारीलाई भिडियो कलमा टिका लगाइदिनु पर्छ। अनि यहाँ सुन न, तिमीलाई छोराले टिकाको दिनमा लाउनको लागि दौरा सुरुवाल सिलाउनु पर्छ भनेको हो कि होइन? भनेको त हो नि, भन्दा बित्तिकै कसरी सिलाउनु? अहिले नै गएर बजारमा भन्यो भने त सिलाइदेला नि 2-3 दिनभित्रमा। फेरि दसैँमा नयाँ लुगा लगाएको देखेन भने छोरा रिसाउँछ कि। बाबुआमा भएपछि सबै कुरा छोराछोरीकै लागि गरिदिनु पर्ने, छोराछोरीकै लागि खाइदिनु पर्ने, छोराछोरीकै लागि लगाइदिनु पर्ने। लौ त सानो, बस्दै गर, म तल बजारसम्म पुगेर आउँछु है। छिट्टै आऊ है बुढा। ल बस। फुर्तिमान, के छ हालखबर? ल अझै केही बिग्रिया छैन है, विचार गरौँ। मासु खाने भए आधी दिन्छु। हामी बाउ छोरालाई अलि बढी हुने भयो के? ये खसी भए भए झ्याप्प पैसा हातमा थमाइदिएर डोराएर लैजाउँ भनेको त बोका पो रहेछ। तिम्रो बाउ छोरा खाऊ। नखा, यत्रै स्थिति अरूले खान्छन् नि। खसी 20 केजीको, कम्तीमा 10 केजी हाम्रो भागमा। अब एउटा कान र दुईटा खुट्टा त सिधै पर्ने नै भइहाल्यो हाम्रो भागमा। अब दाउरा ल्याएर पानी तताउने काम मखमलीको, खुट्टा समाउने अनि टाउको पोल्ने काम चाहिँ तिब्लिङको। अनि एउटा केराको थाममा लिएर लौरोको खुट्टा छाडाएर मार हाने काम चाहिँ मामाको होला होइन मामा? तँलाई चाहिँ त्यही केरा पकाएर खुवाउँला। मासु खाने जस्तो त तेरो अनुहार पनि पर्नु पर्यो नि। 1 केजी मासु किन्ने हुँदै छैन, अझै खसी किन्छु रे। कुन पैसाले किन्छौ खसी? ए, यो पैसाले किन्छ खसी? बिहानसम्म सुक्को गोजीमा नहुने मान्छेको कहाँबाट आयो यत्रो पैसा? लामो हात गरेर ल्याए क्या हो मामा? हेर्दा त त्यस्तो देखिन्न। हेर न, मामालाई चोर भन्न खोजेको, अहिले हातमा थुक लाएर पिसाब खुसिने गरी दिन्छ नि थाहा हुन्छ। मेजर मामाले खसी खोज्न भनेर दिएको, अब एउटा भोर्लिया खसी खोजिन्छ, झिरिप्पसँगले दसैँ मनाइन्छ। मनाउनुपर्छ दसैँ, यही पैसाले मनाउनुपर्छ। तर तिमीले होइन, मैले मनाउनुपर्छ। आफ्नो पैसा लिनलाई भने बक्कुलाले माछा ढुके जसरी बस्नुपर्ने। कोही पर्छ, तेरो चाहिँ कहिलेको पैसा हो? फेरि अर्काको हातको पैसा च्याप्प समाउँछ। तँलाई एक दिएर यहाँ सर्लकै सुताइदिउ। नाम मेरो बढ्छ, दाङदुङ गर्छ। अस्ति सङ्क्रान्तिमा तास खेलेको हारेको विशेष। सङ्क्रान्तिको कुरा सङ्क्रान्तिमा गर्ने, दसैँमा दसैँको कुरा गर्ने। यो तासेलाई ऋण दिनु र कुकुरलाई मासु पैँचा दिनु उस्तै हो भन्थे हो रहेछ। ऋण फिर्ता गर्ने त कुरै गर्दैन त यार। ढिलाइ भयो भने ऋण फिर्ता गर्यो, धन्यवाद। फुर्तिमान भान्जा, साँझसम्म खसी काट्नु पर्ने जस्तो देखियो। मेरो दाँत चिलाएर हैरान भयो। लु छिट्टो खसी खोजेर ल्याइहाल्नु त। ओहो जन्तरे, दसैँ ल्याएको? हजुर, दसैँ सानो दसैँको लागि। अनि मेजर साईलाई यसपालि दसैँमा मासु मैले राखिदिउँ कि अन्त कतै व्यवस्था भइसक्यो? दसैँको बेला के बोकाको मासु खाने यार जन्तरे? मेरो त अन्तै खसीको व्यवस्था भइसक्यो। ठिकै छ नि त। खसीको मासु खाने स्वर्ग जाने,
बोकोको मासु खाने नर्क जाने भन्ने त होइन होला। अनि कताबाट आउनु भएको कि कता जान लाग्नु भएको कि के हो कुरो? यो पालिको दसैँमा एउटा चट्ट परेको दौरा सुरुवाल हालौँ भनेर दर्जी भाइकोमा गएको थिएँ। यो दसैँमा नभ्याउने। उता आफ्नो छोराले जसरी भए पनि टिकाको दिनमा बाउले नयाँ लुगा लाउनु पर्छ भन्छ। अब कहाँ खोज्न जाउँ यार? ए दौरा सुरुवाल छ न त, मसँग नयाँ दौरा सुरुवाल छ नि, आज बिहान भर्खर ल्याएको। तपाईँलाई ठिक हुँदैन होला? हेर्नुहोस् न, अस्ति सालोको बिहे भनेर दौरा सुरुवाल सिउन दिएको, आज भर्खर ल्याइदियो भने मरेपछि औषधि भने। अब ससुराली जाउँ भने त्यस्तै भइहाल्यो, लाएर जाने ठाउँै छैन। मिल्छ भने तपाईँ नै लानु। त्यसो भए एकचोटि हेरौँ न त। अब मलाई मन पर्यो भने दाम कति पर्छ म दिउँला। भइहाल्छ नि। लु जाउँ त्यसो भए। ल ल जाउँ। ओइ टिकाराम, यो बोकालाई लगेर त्यहाँ गोठमा बाँध त। ल बोका नै हो त बाउ? ए हो त रहेछ त। मेजर साइले, म भित्र गएर ल्याइहाल्छु है। ल ठिक छ ठिक छ। कहाँ गएछ? बिहान भर्खर ती भएको लुगाको पोको थाममै थियो त। ओइ टिकाराम, त्यहाँ बिहानको लुगा देखिनस् तैँले? बिहान भर्खर ल्याएको? अघिसम्म त देखिँदै थियो बाउ, अब त देखिँदैन होला। अनि के भन्छ यो? खुरुक भन, खोइ कता छ लुगा? ए त्यो लुगा लुगा त ऊ ए गधा, त्यत्रो 3,000 हालेको नयाँ लुगामा किन आगो लाइक भन्छ? हेर नयाँ लुगा, 3,000 हाले लुगा लिएर। अब दसैँको बेला आफूले नयाँ लुगा लाएर छोरालाई पुरानै लुगामा टारेछ भनेर तिमीलाई हेप्दैनन् गाउँलेहरूले? तिम्रो इज्जत जोगाउनलाई लुगा चलाइदिएको मैले। दसैँको बेलामा मलाई पनि एक जोर नयाँ लुगा हालिदिएको भए तिम्रो के जान्थ्यो? त्यो चाहिँ बाउ पाएँ भने मैले। अब लगाऊ नयाँ लुगा। ए गधा, लाउरे काका, यसो चिया पिएर चाहिँ जानुहोस् है। म चाहिँ लागेँ घरमा आएको पाउँदा। थुइया सत्यानाश पारिहाल्यो नि बाणले। मेजर साइला, माफ पाऊ है। अब यी देखिहाल्नुभयो कि यसले काम चलाउने हो त मेजर साइला? आगोले डढे पनि नयाँ त नयाँ हो नि। आधी पैसा मात्रै दिए हुन्छ। चुप, मलाई थट्टा गरेको मन पर्दैन। वाइयात मेरो 3,000। जारी छ मामा। माग पुरा नभएसम्म बाहिरै सुन्ने बाहिरै खाने भन्नुभएको छ मान्छेले। जाबो खसीको मासु खान यत्रो आन्दोलन गर्नुपर्छ? जाबो रे, यो घरमा मासु पाक्ने कुरो जाबो हुन्छ? यो घरमा मासु पाक्नु र नेपालको नेताहरूले राम्रो काम गर्नु उस्तो उस्तै हो मामा। बाटो पनि गर्न। ल मामालाई खाना देऊ। बाहिरै बसेर खानुपर्ने भएन मैले? अब दसैँ मनाउने पैसा यसमै सकाएपछि खाना पनि यही खाने होला नि त। खाना मात्र होइन, सुत्ने आज यही बाहिर। टिप्ली जाउँ भित्र खाना खान। मामा खाना
पर्छ कि के पर्यो भने बोलाउन है। माइजूले त हेपिएको, तैँले पनि हेप्ने भइसक्यो नि त मलाई। आफ्नै बुद्धिले हेपेको मामा तपाईँलाई। उहिले माइजू छान्दाखेरि अलिकति बुद्धि पुरा भए आज यो दिन आउँथ्यो तपाईँलाई। आफूले भनेको मान्ने सोचेको छानेर बिहे गरेको भए हुन्थेन मामा। अब मलाई पो अप्ठ्यारो पर्यो। यो त मामाको पनि माया लाग्छ, ऊ त माइजूको पनि कुरो सुन्नै पर्यो। ओ दिपले भित्र खाना पसिसक्यो, के गरेर बसेको यहाँ? मामाले सम्झाउँदै बसेको माइजू, बुझ्यो होइन मामा? अबदेखि माइजूले भनेको कुरा सबै मान्ने। अब पनि भनेको कुरा मानेन भने गाला फुट्ने गरी परेङ परेङ हान्नुहुन्छ माइजूले। अब मैले त हान्नै मिलेन मामा। जा माइजू। ल भान्जा खाऊ खाना। तिम्रो मामा कहिले नसुतिनु भयो भान्जा। आज एक दिन बाहिर सुताउनु पर्छ अनि बल्ल ठिक ठाउँमा आउँछ। मामालाई सुध्रिने फुर्सद भयो पो सुध्रिनु माइजू। आफू कतिखेर बिग्रेको कुरो त थाहै छैन रहेछ मामालाई। 6 महिना अगाडि जुवा खेलेको कुरो आफैले थाहा छैन रहेछ। कुन दिन तिम्रो मामाले हामीलाई थाहै नदी सुकुम्बासी बनाउँछ भान्जा। सुकुम्बासी भनेर फ्याट्ट हुकुम्बासी पो बनाउनु हो कि मामाको बुद्धि मात्र नभएको माइजू। भाग्य त छ नि, त्यस्तो अनुहारमा हजुर पछि लाएर आउने भनेपछि मामाको भाग्य बोल्यो होइन त माइजू। ल ल छिटो खाना खाएर सुत्तो जाऊ। आयो आऊ बुढा आऊ सुत, टेन्सन लिनु पर्दैन। जब दसैँ त जसरी पनि मनाइहाल्छ। अब फेरि कसो घर फोर्न जाने विचार गर्यो तिमीले? घर होइन सहकारी फोर्न जाने। त्यसै फोर्न जाँदा त पुलिसले समाउला, तिम्रो तिलरी राख्नुपर्ने भयो। राख्छ नि, बल्ल बल्ल बनाएको तिलरी दिन्छु नि म राख्न। अब तिमीले पनि लगाएर हिँडेको देखेको छैन? त्यो सन्दुकमा राख्नु र सहकारीमा राख्नु एउटै त नि। अहिलेलाई बरु सहकारीमा लगाएर राख्नु, दसैँ सक्ने बित्तिकै म गएर निकाल्दिन्छु। त्यतिखेर चाहिँ कसरी निकाल्छौ नि? जसरी पनि म निकालिदिइहाल्छु। पक्का हो नि? पक्का हो, पक्का, फरकै पर्दैन। अब सुत। ओए तिमीले तँ अझै सुतेको छैन? चुप लाएर सुत। ल माहुली, तिमी यहाँबाट घर जाऊ, घर गएर पानी तताउँदै गर, म खसी ल्याएर आइहाल्छु। ल ल खसी किनेर फेरि कुरुकुरु घर आऊ नि, कतै अलमली ल्याइन। ल ल ल साँची मेजर मामालाई पनि बोलाऊ है। ल ल छिटो है। ल ओहो फुर्तिमान, कता दसैँको लागि अझै मासु खोज्दै हिँड्दैछौ कि क्या हो? चाहिएकै भए अझै एक धार्नी बाँकी छ है, नाम टिपाइहाल, नत्रतको पनि फुत्केला। दसैँको बेलामा जब यो घरनी मासु खाइन्छ, आफ्नो घरमा त सिँगै खसी ढालिन्छ, झ्याप्प खाइन्छ। बरु तिमीलाई पुग्दैन भने लिन आऊ मेरो घरमा। अनि खसी ढाल्ने भनेको कि फर्सी ढाल्ने भनेको फुर्तिमान? तिम्रो टाउको ढाल्ने भनेको। कान चेक गर्न जाऊ पहिला, सन्तान थरी थरीको भने जस्तो यार। यो फुर्तिमानको फुर्ती कति नै खसी नै ढाल्ने जस्तो। सुरत ल सुरत सुरत सय तपाईँ 60 रुपियाँ छ त।
60 रुपियाँ ल सुरत डबल ल सुरत डबल यता सोरौँ ल के हो हान्ने होइन फुर्तिमान दाइ फुर्तिमानसँग पैसै छैन होला के हाल्नु पैसै भयो भने किन खेल्ने म तिमीहरू खेल्न यत्रो लाटे भएर लङ्गुर मुर्छ हल्लाएर बस अब तिमीसँग हुनु पर्यो नि त खेल्नलाई पैसो हेलो ल न हालौ न मङ्गले हेलो यसपालि चाहिँ 1000 रुपियाँ पानमा ल मामा भाइ त्यति हो ल तिरपाल ल 3000 छेरी हालौँ त ए फुर्तिमान नखेल्ने भए के हेरेर बसिरहेको खै म खेल्छु पैसा छैन होला नि त पैसा नहुनेले त खेलेको हेर्ने बस्ने त हो नि बस पैसा निकालौँ न निकालिहालौँ न ल हारौँ ल मेरो इट्टा फुर्तिमान मेरो पनि सिडीमा मार हेलो सुरतमा ल लङ्गुरमा मेरो ल पर्यो ल सुरत ल पुर्जामा मेरो लङ्गुर पैसा छैन जस्तो गर्छ यार ल मार्यो इट्टामा मेरो 1000 इट्टामा हेलो सुरतै हान्छु म पैसा छैन जस्तो गर्ने आयो यता सोरे उता डबल सुर पारियो लङ्गुर मङ्गल म पनि यही ल यता डबल देऊ खेल्यो भने 1000 पनि जान्छ नखेलौँ होला ओ फुर्तिमान खोइ राखौ न त्यत्रो पैसा हारिसक्यो अब नखेल्ने अहिले खेल्यो भने यो पनि जान्छ तिमीहरू खेल लो आयो 1 2 3 4 कस्तो खालको खसी खोजेको हो फुर्तिमान ऊ त्यहाँ सेतो खसी छ नि त्यो चाहिँ अलि महँगो छ है हो ठ्याक्कै यस्तै खोजेको कति हो यसको दाम जम्मा 15000 ए 15000 यो भन्दा अलि सस्तो छैन कतिसम्मको खोजेको त अब खोज्नु त महँगै खोजेको नि अब पैसा जम्मा 6000 रहेछ ए 6000 सम्मको 6000 को 6000 मा आउने भनेको त त्यो बुढी बाख्रो हो केही लाने हो त फुर्तिमान खसी त गजबको ल्याएको छौ त उन्नत जातको अर्ग्यानिक काठमाडौँबाट ल्याएको खसी हो यो शेरबहादुर देव भन्ने एकजना खोइ प्रधानमन्त्री हो कि उप प्रधानमन्त्री हो उसैले खाने खालको खसी हो यो चान्चुने खसी भन्ठाने तिमीले मलाई पनि एक दार्नी जति है फुर्तिमान त्यो त अब ल्याएर जो अगाडि आउँछ उसैले पाउँछ ए त्यसो भए तिमीसँगै जानुपर्ने हो नि त ल जाउँ कस्तो अचम्मको खसी पो छ त हौ खुकुरी यतिको भयो भने खसीको गर्दन चाहिँ च्वाट्टै पार्छ आयो है खसी आयो
के हो मामा आँखा नदेने बुढो खसीलाई क्या हो पाहाडवाला जसमा पो लगाएको छ त कहाँ बुढो खसी हुनु यो उन्नत जातको भिआइपी खसी हो के लुगा लाउने चस्मा लाउने खालको यो प्रजातिको खसी त नेपालमा जम्मा जम्मी 4वटा भित्रेको रहेछ त्यो मध्ये एउटा मैले हात पारेको अरे मामाबाईहरूलाई मासु चाहिएको छ भने धार्नीको 3-3 हजारको दरले निकालौँ त कति चाहियो तिमीहरूलाई मासु मलाई चाहिँ एक धार्नी हो तिमीलाई कति हो मलाई पनि एक धार्नी नै हो मलाई पनि एकै धार्नी निकाल लु एक धार्नीको 3000 ल किलो मलाई हैन उ बखमल लगेको ए मामा लु मार हाने हालम त खसी यहाँ सबैको अगाडि मार हान्ने हो र बुझ्यो अब यो खसी यतिकै मार हान्नु मिल्दैन सायद हेरेर मात्र मार हान्नु मिल्छ अहिले तिमीहरू घर जाँदा हुन्छ म सायद हेरेर मार हानेर सब कुरा रेडी बनाएर राख्छु 3-4 घण्टा पछि आउँदा हुन्छ ए तेरा घोप्ट्या जुङ कहाँ हुन्छ भने त्यस्तो अहिले घर जाऊ आऊ मार चाहिँ अहिले हान्नुपर्छ तिमी मार्न हान्ने भए म हान्छु मार खै कुकुरीले म हानिहाल्छु ल रे बा यहाँ आउनुहोस् त ल म टाउको समात खुट्टा समात हो के ल अनि यो कच्चा त निकाल्ने होला नि त यार हैन है मङ्गले यो कहाँ खसी हुनु बुढी बाख्रा पो हो रहेछ बुढी बाख्री रे हेर न ल हो त रहेछ त गाठे किन झुक्काएको भन्छ हामीलाई मलाई शङ्का त लागिरहेको थियो यसले यति राम्रो खसी कहाँबाट ल्यायो भनेर यो बुढी बाख्रीको मासु चाहिँ मलाई दिन तिमीहरू लाने कि लाने हैन यो बुढी बाख्रीको मासु कसले खान्छ ए बाबु खै पैसा ले ल चोर फटा बुढी बाख्री ए टिप्टी यसको टाउको समात्छ आज म यसकै मार हैन यो बुढी बाख्रीमा चाहिँ आँखा नलाऊ खसी नै लानुपर्छ नत्र फेरि लाउरे मामाले मलाई नै खसी बनाउनु बेर लाउँदैन 9000 एक महिना पछि दिने भो अहिलेलाई यो 6000 राख्नु त्यो सेतो खसी खोलिदिनु हुँदैन आज नगद भोलि उधारो यो कुरो जसले जाने उसले जीवन सुधार्यो के तालको मान्छे रहेछ दसैँको बेला नि कसैले खसी उधारो दिन्छ हैन ए मङ्गले अनि अघि त सबै पैसा हारेर जम्मा 1000 बाँकी थियो हैन फेरि कहाँबाट आयो त यत्रो पैसा त्यही बाँकी भएको 1000ले त ताने नि यत्रो पैसा तर हार्यो भनेर हरेस खानु हुने चाहिँ रहेन चाहिँ बट पैसाले पैसा तान्छ भन्थे हो नै रहेछ लास्टमा झरला हान्देको सर्लकै डब त्यसपछि त आको आई अहिले त 20000 ल 3000 को तेल मसला 2000 को यो 15000 को सितन भएपछि दसैँ झलमल्ल भयो नि त बड्ड दसैँ लाग्यो ल है आऊ है झरेको बात छैन 1 को 2 2 को 4 रोपे फल्छ आउनुस् बुर्जामा हैन त हो ल पर्यो सुरत मात्रै सुरत लाने कुनै पर्दैन कुनै पनि पर्दैन ल है आउनुस् आऊ है झरेको बात छैन 1 को 2 2 को 4 हेलो है फुर्तिमान ल पानमा 2000 ल डबल आयो है झरेको बाछना रोपे फल्छ आए बाउको गए साउको ल हानम ल
चिडी मात्र डबल हो चिडी मात्र 1 को 2 100 यता कहाँ इट्टा छैन बुढा झेली गर्छन् ए फुर्तीमान त्यत्रो हारेर पनि पुगेन नहाला यो पनि जाला फेरि दसैँमा अक्षता किन्ने पैसा पनि नहोला अघि मङ्गलले त्यही 1000 ले 20000 लागेर गयो ल 1 को 2 2 को 4 हाल्ने नहाल्ने आफ्नै विचारलाई राखौँ है हेलो ल यही 1000 र सही हाल्नु खसी बोका सबलाई आयो दसैँ हामीलाई भयो धोका दुईटै सिङ लामो कान पनि खसीको मासु खानेको हेर सान बढी झुन्डेको कान अनि लामो दारी बोका बन्छ बाख्रालाई आफ्नो ख्याल गर प्यारी दसैँ आयो हेर तना बोकालाई अति मासु खान देऊ अनि चुस्न देऊ हट्टी खसी बोका बोका सबलाई आयो दसैँ हामीलाई भयो धोका ओहो टिप्लिङ खसी त देखिँदैन त के काट्नलाई यो यत्रो तामझाम बोको काट्ने भनेर कुरेर बसेको बल्ल आइपुग्यो लु बाजेको आडी गरेर घोप्टो पारिहाल्दा टिके मजाक नगर न अनि देखेनस् त खसी काट्ने तयारी हुँदैछ मामाले यत्रो बडेमानको खसी ल्याउँदैछ बरु काम पुलेर खाने भए एकछिन बस ए टिकाराम अनि तेरै बाउले खसी ल्याएको छ त कान पोलेर खान दिएन खसी होइन है मेजर काका बोको हो त्यो माथि टाउको बोको साउले लाने रे अब टाउको लए पछाडि के कान बाँकी राख्थ्यो र मङ्गले बर्बाद भयो म लुटे मामा हाम्रो दसैँ लुटियो म बर्बाद हो मामा मैले के भनेको कसले लुट्यो अनि यो फर्सी कहाँबाट ल्याएको म खसी किन्छु भनेर बाटोमा जाँदै थिएँ एकैछिन 4 जना लुटेरहरू आएर मेरो गर्दनमा खुकुरी तेर्छाएर मेरो सबै पैसा लुटेर फर्सी दिएर पठायो मेरो भान्जाको गर्दनमा खुकुरी तेर्साउने को त्यसको गर्दन आज यही खुकुरीले म च्वाट्ट पार्दिन्छु कुन ठाउँमा हो भान्जा लु हिँडिहाल त भो मामा भो त्यहाँ नजाऊ अहिले फेरि मामालाई पनि लुट्छ लुटे मामा के 50 रोइरहेको अब लङ्गुर पूर्जा खेलेपछि हार जित त भइहाल्छ अब मान्छेको 30-40 हजार हार्दा त के हुँदैन तपाईँको जब 12,000 आउँदा रुनु त्यही त यो फुर्तीमानलाई अघि नै नखेल भनेकै हो आफै जबरजस्ती खेलेको ल धेरै पिर नगर्नु यो 1000 रुपियाँ राख्नु ल भयो मामा दसैँको मुखमा लोग्ने माथि खुकुरी प्रहार भन्ने समाचार सुन्नु भएको छ सुनेको छैन भान त्यसो भए तपाईँ घरमा गएर रेडियो खोल्दै गर्नुहोस् एकछिनमा सुन्नुहुनेछ आज म यसलाई नमारी छोड्दिन ए भान्जी झ्याम्मै हानी चाहिँ नहाल्नु है यस्तो तर्साउनु मात्र कति लखडेको मोमोले एकछिन रोक भरे घरमा त आउलास् नि
ए दुःख पो भएछ। जन्द्रे दाइ दाउ नलायो यहाँ खुकुरी छ किन उदाइराख्नु पर्यो मैले घरैदेखि उदाएर ल्याएको ल खुकुरीले पर्या छैन तिम्रो खुकुरी तिमी नै राख मेरै दाउ ठिक छ। अब यत्रो मासु बाउसरले खाएर त सकिँदैन होला खोइ देऊ मलाई एक धार्नी जति कुन चाहिँ हो धार्नीको पोको ए अस्ति नै मासु चाहिन्छ भनेर सोद्धा चाहिँ आफ्नै घरमा खसी ढालिन्छ भने होइन अहिले मासु चाहियो छैन एक धार्नी त के एक चोक्टो मासु पनि छैन यो सबै मासु बुक भइसक्यो। खुइलेको कुरा खुइल्यो भने जस्तै अस्तिको कुरा पनि अस्ताइसक्यो छिमेकी भएर दसैँको बेला एक धार्नी मासु पत्याउँदैन यार। कता 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 बकुलाले मासु टिपिया जस्तो गरेर मासु टिपेर कता खोइले त ठिक छ यसको परिणाम राम्रो चाहिँ हुँदैन मैले नि जानेछु। जा 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 एक धार्नी त के एक चोक्टो पनि दिन्न जे नेपर्छस् नेपर बडा आउँदो रहेछ मासु चोर्न। त्यो मुला जन्तरले मासु कसरी बेच्दो चाहिँ हेरौँ न। ए जन्तरेकोमा बुढी बाख्रीको मासु लिन जान लाग्यो होला होइन तिमीहरू? दसैँको बेलामा के बुढी बाख्राको मासु खानु हो बोकाको हो बोकाको जन्तरे काकाले अघि काटिसक्यो। काट्छ त्यो जन्तरेले बोका बुढी बाख्री काटेको रहेछ म पनि बोकाको मासु भनेर लिन गएको धन्न काट्ने बेलामा पुगेर थाहा भयो झन्डै बुढी बाख्रीको मासु भिडायो नि त्यसले नत्र कसैलाई थाहा नदिकन बुढी बाख्रीको मासु भिडाउने रहेछ नि त्यो जन्तरले। होइन के भन्छ यो फुर्तिमान हामीलाई त बोका काटेको छु भन्दै थियो त। अब यो फुर्तिमानको कुरा पनि पत्याएर हुन्छ त एकचोटि त्यहीँ जाऊ न अनि थाहा भइहाल्छ नि। जाऊ केटा जाऊ जाऊ नामले लागेको बुढी बाख्रीको मासु लिएर आऊ बुद्धि त कहाँ छ त यिनीहरूको। के हो जन्तरे काका बोकाको मासु भनेर बाख्रीको मासु भिडाउन खोज्ने बाख्री काट्नु बाह्र छ त। बाख्रीको मासु रे कसले भन्नु फेरि बाख्रीको मासु भनेर? आफू बोको काटेर मासु भाग लाएर कहिले मान्छे लिन आउँछन् भनेर कुरेर बसिरहेको छु। ओ एक एक धार्नीको 3 पोका बनाएर राखिदिएको छु 2 पोका त अघि नै गइसक्यो आफ्नो आफ्नो पोको बोक्ने जाने। दसैँको मासु हो बाँकी साकी चाहिँ चल्दैन है पैसा चाहिँ खुरुक दिइहालौँ ल। ल हेर बाख्रीको मासुलाई बोकाको मासु भन्दै बेच्दै रहेछ अनि तिमीहरू चाहिँ के भएको बाख्रीको मासु र बोकाको मासु पनि चिन्दैन हो अहिलेदेखि त मलाई शङ्का लाग्न थालिसक्यो लादिन हो तिम्रो यो बाख्रीको मासु। यस्तो बाख्रीको मासु लिन आएको हामी म जस्तो देश विदेश खाएको मान्छेलाई उल्लु बनाउन खोज्ने झुक्क्याउनको नि एउटा सीमा हुन्छ नि यार। हे तेरीका बोकाकै मासु हो कि बोकाकै यो फुर्तिमानको कुरा पत्याएर हुन्छ पख्नु सेक्सिन। बाख्रीको कहिल्यै फल भएको तपाईहरुलाई थाहा छ? अब बोकाको मासु हो कि बाख्रीको मासु हो भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ। ल हेर्नुस् बोकाको फल। मैले भन्दै थिएँ नि बाख्री नै काटेको भनेर हो रहेछ कि होइन रहेछ त? हो नै रहेछ नि बाख्री नै काटे रहेछ नि बोका काटेको भए बोकाको फल हुँदैन थियो। 2वटा आलुको दाना देखाएर हामीलाई उल्लु बनाउन खोज्ने
हरे 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 यही थालमाथि बोकाको 2टा फल राखेको कहाँ गयो त अब? हरे हे भगवान, कहीँ गएको छैन, ऊ यही छ। ए निकाल, पाकिसक्यो त। यो बोकाको फल यस्तो साह्रो मिठो हुने रहेछ र पो हाम्रो बाउले कसैलाई नदी लुकाएर राखेको रहेछन्। तेरो बाउको कस्तो ट्रोबी आइटिके लास्ट मिटर छ है। मिठो त छ, अझै पाकेको छैन जस्तो छ। ले पोलौ पोलौ। आगोमा हाल न। केटा यो बाख्रीको मासु त के लानु, जाउँ। जन्तरे दाइ, अब यो बाँकी मासु लाने मै त होला नि। मलाई त बाख्री भयो नि चल्छ है। मैले बोको काटेको हजुरकै लागि हो। अघि नै थालले छोपेर बोकाको राजखानी फल राखेको थिएँ, त्यो पनि तैँले चोरेको हुनुपर्छ। म तिम्रो घरभित्र छिरेकै छैन। मेरोमा मासु लिन आउने मान्छे भड्काएर के पैसै तैँले पूर्तिमान। आज म तेरो मासु काटेर तँलाई नै खोज्छु। साँच्चीकै हो ख्याल हो? ख्याल हो कि साँच्चीकै हो? म तँलाई देखाउँछु। पाक्यो जस्तो छ। निकाल, मेरो त कोही पोलेछ। ऊ हेर हेर, हाम्रो बाउले त तेरो मामालाई लखड्दैछन्, तेरो मामाले चाहिँ कसलाई लखेटेको? दुईजनै खुकुरी बोकेर कुद्दैछन् त। हे जोसुकीलाई लखडुन्, अहिले देख्यो भने हामीलाई गाली गर्छन्। हिँड बरु जाउँ, उतै गएर खानुपर्छ। बर्बाद पार्यो नि त्यो जन्तरेले। बरु त्यो श्यामले एकधार्नी मासु पाएँ भनेर लिन गयो। यसपालिको दसैँ खल्लो हुने पो केटा हाम्रो। डुबायो जन्तरेले, नराम्रोसँग डुबायो नि। होइन के भयो? के गर्यो जन्तरेले? के गरेन भन्नु, बोकाको मासु भनेर बाख्रीको मासु झन्नै भिडाएको हामीलाई। फटा रहेछ नि त्यो मान्छे। होइन बाख्री पो काटेछ त्यो जन्तरेले। मेरो घरबाट त बोको लगेको थियो त। कुरो के हो? ओ जन्तरेजी, कता दौडिनु भएको? मेरो घरबाट त बोको लानु भएको थियो त। अहिले बाख्री काट्यो भने सुन्छु। कुरो के हो? कहाँ बाख्रीको मासु हुनु नि? तपाईँको घरबाट जुन बोको ल्याएको थिएँ त्यही बोको काट्यो। त्यो फुर्तिमानले उसलाई मासु दिएन भनेर मेरोमा मासु किन्न आउने मान्छेलाई बाख्रीको मासु भन्दै भड्काएको उहाँहरू नै हो। अनि तपाईँहरू चाहिँ बोकोको मासु र बाख्रीको मासु छुट्याउन सक्नुहुन्न? सुँगेर पनि थाहा हुन्छ है। ए त्यो फुर्तिमान, त्यसको कुरो के गर्नु? मेरोमा खसी उधारो दिनु पर्यो भनेर आएको थियो, मैले त हुँदैन भनेर पठाइदिएँ। अनि जन्तरेजी, मेरो लागि एकधारी मासु भनेको थिएँ, राखिदिनु भएको छ नि? छ छ छ छ राखिदिएको छ। ए तपाईँकोबाट ल्याएको बोका पो हो? बेकारमा फुर्तिमानको कुरा सुनेर। बोकाकै हो भने त लानु पर्यो नि। दसैँको बेला मासु नखाइ के रमाइलो हुने। जाउँ। ल गइहालौँ नि त त्यसो भए। ठिक्क बनाएर राखेको छ, पैसो दियो, फुत्त आफ्नो भाग लियो, हिँड्यो। ल ल हिँड्नु ल आउनु। त्यो फुर्तिमानको कुरो पत्याएर हुन्छ? त्यस्तो राम्रो बोकोको मासु, बाख्राको मासु भनेर पत्याएर दसैँको बेलामा छोडेर हिँड्ने तपाईँहरू? अब बोको साउनै आफै आइसकेपछि मासु लिन अब पत्यार भयो होला नि। ल आउनुहोस्, भाग रेडी छ। आफ्नो आफ्नो भाग टप्प टिप्ने अनि जाने, पैसा हाल्ने खल्तीमा। आजे तँलाई जा। ल हेर, एक चोक्टै नराखिकन सकेछ नि बाघले लान नसक्ने जामराजले। 2000 तहलाई एक धार्नीको। अब यो बाँकी रह्यो मेरै भाग त होला नि। अब बोको किन्न, बोको त बेचेर भइहाल्यो। खसी चाहियो भने चाहिँ मेरो कमाउनु है।
ल हेर बाउ छोरा मिलेर मजाले बोकोको मासु गरेर खाउँला भनेको खायो नि त मासु। अब त मेरैतिर आएर गुन्द्रुक खाने त होला नि। आउँदा हुन्छ म त दिन्छु। तिमी जस्तो लोभी छैन म। हे भगवान मेरो दसैँ मासु।